2026 FIFA वर्ल्ड कप क्यानाडा, मेक्सिको र युएसमा हुँदैछ। तर यो वर्ल्ड कपमा युज हुने अफिसियल बल चाहिँ कहाँ बन्छ थाहा छ? यो बन्छ पाकिस्तानको सियालकोट सहरमा। 2026 वर्ल्ड कपको अफिसियल म्याच बलको नाम हो ट्रायोन्डा। डिजाइन अडिडासले गरेको हो, तर म्यानुफ्याक्चरिङ चाहिँ पाकिस्तानको फरवर्ड स्पोर्ट्स सियालकोटले गरिरहेको छ। अब क्वेसन आउँछ, वर्ल्ड कप नर्थ अमेरिकामा हुने अडिडास जर्मनीको कम्पनी बल चाहिँ पाकिस्तानमा किन बन्छ त भन्दा रिजन सिम्पल छ। सियालकोट फुटबल म्यानुफ्याक्चरिङको ग्लोबल क्यापिटल जस्तै हो। ब्रिटिसको पालादेखि सियालकोटमा फुटबल रिपेयर गर्ने स्किल चाहिँ डेभलप भएको थियो। पछि त्यो रिपेयर स्किल चाहिँ प्रोडक्सनमा कन्भर्ट भयो अनि प्रोडक्सनबाट इकोसिस्टम नै बन्दै गयो। आज सियालकोटबाट इन्टरनेसनली ब्रान्ड्सहरूको फुटबल संसारभरि जान्छ। एप्रोक्सिमेटली 60 to 70% अफ अल फुटबल इन द वर्ल्ड यहीँबाट बनेको हो, सबैले किन्ने। फरवर्ड स्पोर्ट्स पनि ऱ्यान्डम फ्याक्ट्री होइन। यो कम्पनी अडिडासको मेजर सप्लायर हो र वर्ल्ड कप बल्सहरूको हिस्ट्रीमा पनि यो कम्पनीको नाम रिपिट भइरहेको छ। 2014 मा युज भएको ब्राजुका बल, 2018 को टेलस्टार 18, 2022